तपाईँहरूलाई उहाँबाट पनि यताको तलको दृश्य हेर्न चाहन्छु, हेर्न सक्नुहुन्छ तपाईँ। यो थाके खोलाको उत्तरतर्फको दृश्य हो। नमस्कार साथीहरू, आज म अहिले सिङ्गा जेलको छेउमा सिङ्गा खोलाको छेउमा छु। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँको दृश्य कस्तो छ। म तपाईँहरूलाई ब्याकग्राउन्ड गरेर हेर्न चाहन्छु। हेर्न सक्नुहुन्छ डेकोरेसन पुरै बवाल तरिकाले गरेको छ, धेरै राम्रो छ। यहाँ मजाले हेर्नुहोस् तपाईँहरू, यो हो हाम्रो सिङ्गा खोला। सिङ्गा खोलाको दृश्य यस्तो छ। यहाँ हेर्न सक्नुहुन्छ पूजा भइरहेको छ पुरै। त्यो घाटको उपारि पनि मान्छेहरू धेरै छन्। रोक्नु तपाईँहरूलाई म नजिकबाट हेर्न चाहन्छु। यहाँ हेर्नुहोस् भक्तजनहरू पानीमा छन्, उता पनि हेर्न सक्नुहुन्छ। म तपाईँहरूलाई त्यहाँ अगाडि गएर खोलाबाट पनि हेराउने त्यहाँको सिन जलकै बबाल आउँछ र त्यहाँ पनि हेर्न सक्नुहुन्छ, टाढा पनि छ। यो सिङ्गा खोलाको घाट तपाईँहरू हेर्न सक्नुहुन्छ। भिड त धेरै छ। तपाईँ हेर्न सक्नुहुन्छ कति भिड छ पुरै सिङ्गा खोलाको घाटमा। पछाडि अगाडि आएर धेरै अगाडि हेर्न सक्नुहुन्छ खोलामा तलबाट खोलाको दृश्य कस्तो हो। मान्छेहरू पुरै खोलामा जाम गरेको छ, भिड धेरै छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। तपाईँहरू हेर्न सक्नुहुन्छ यो सिङ्गा खोलाको जस्ट तलको दृश्य छ। हेर्न सक्नुहुन्छ कति भिड छ। उता पनि घाट बनेको छ, उता पनि भिड छ पुरै। मैले अब सिङ्गा खोलाबाट ठ्याक्कै उत्तरतर्फ जाने एउटा बाटो हो, त्यसको तल हो जाँदैछु। तपाईँहरूलाई त्यो पनि दृश्य हेराउनेछु। साथी पनि मिलिसकेको छ। अगाडि आज राम्रो दिन हो, साथीहरू पनि भेटेको छ। कस्तो छ, ठिक छ नि सफिक? अनि आफ्नो बताओ, के छ हालखबर? मेरो अलि कलेज जस्तै, अरू अलि यो छठको अवसरमा अलि भिडियो बनाइहालौँ। अनि आफ्नो कल्चर र ट्रेडिसनको पनि प्रमोसन त गर्नुपर्छ नि, त्यसकै लागि हो, अरू केही होइन। हेर्नुहोस् यो हाम्रो साथीहरू कहाँ कहाँ बगाएर आएको छ।
कसरी 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 यहाँ कसरी आयो यहाँ घुमेर घुमेर कसरी घुम्दै यहाँ आएको त्यति दिन कसरी थाहा भयो क्या आउनु पर्छ भनेको विराटनगरको एउटा एकदम प्रसिद्ध ठाउँ हो र प्रत्येक वर्ष एकदम रमाइलो तरिकाले एकदम घुमघाम हुने गरी मेन्टेनेन्स प्लस म्यानेजमेन्ट गरिएको हुन्छ त्यो त हो लाई पनि छठ गर्नलाई पनि तपाईँहरू मजाले यहाँ आउन सक्नुहुन्छ धेरै रमाइलो हुन्छ। कति बेलासम्म बस्नुहुन्छ यहाँ तपाईँहरू यहाँ भनेको हामीहरू 1 घन्टा अझै बस्छौँ त्यसपछि हामी लाग्छौँ घरतिर हाम्रो घर भनेको विराटनगर विराटनगर नै हो मेरो पनि विराटनगर नै हो अहिले हालको लागि अनि तपाईँहरूलाई अपडेट गराउँदै राख्छु अहिले त इभिनिङ पुरै भएको छैन अलि राति हुन्छ तपाईँको दृश्य यहाँको कुछ बेग्लै हुन्छ त्यो दृश्य तपाईँहरूलाई म हेराउँछु अहिलेको लागि यताकै सिंह खोलाको उत्तरतर्फ हुन सक्नुहुन्छ शमशान घाट छ त्यहाँ मान्छेहरूलाई जलाउँछ त्यसको ठ्याक्कै छेउमा छु म अहिले यहाँको दृश्य तपाईँहरूले हेर्न सक्नुहुन्छ दुवै तर्फबाट मजाले घाट सजाएको छ अझै म तपाईँलाई जुम गरेर पनि हेर्न चाहन्छु यहाँ हेर्न सक्नुहुन्छ दुवै तर्फबाट त्यतिकै भक्तजनको भिड छ पुरै यहाँ हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ अहिले म यहाँ घाटमा छु तलको पनि दृश्य हेर्न सक्नु म अब तपाईँहरूलाई ठ्याक्कै तल गएर पनि तपाईँहरूलाई यहाँको अवलोकन पुरै राम्रोसँग गराउने छु हेर्न सक्नुहुन्छ सबैजनाले आफूले पूजेको फलफुलहरूलाई समेटेर अब घर अब सूर्य पनि अस्त भइसकेको छ त्यसै कारण सबैले आफ्नो पूजेको सामानहरू बाँधिरहेछ र अब एकछिनपछि सबैजना आफ्नो घर जानेछ लगभग सबैजनाले आफ्नो सामानहरू पूजेको सामानहरूलाई प्याक गरिसकेको छ हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ यो हो एउटा शमशान घाट खोलाको म ठ्याक्कै त्यसकै तलमा छु यहाँको दृश्य यसको हेर्न सक्नुहुन्छ तपाईँहरू ठ्याक्कै शमशान घाटको तलको दृश्य हो यो एउटा दुवै तर्फबाट मान्छेहरू घाट बनाएर पुजिरहेको छ हेर्न सक्नुहुन्छ शमशान घाटलाई पनि यति राम्रो तरिकाले सजाएको छ आज छठको अवसरमा पुरै यो शमशान घाट नै हो यति राम्रोले सजाएको छ लाग्दैन शमशान घाट हो हेर्न सक्नुहुन्छ तपाईँहरू पुरै अनि तपाईँहरूले भित्रको शमशान घाटको भित्र पनि तपाईँहरूले दृश्य हेराउनुहोस् यो शमशान घाटको दृश्य अत्यन्तै पिसफुल छ त्यो पनि म तपाईँलाई अवगत गराउन चाहन्छु र लास्टमा त्यो पनि हेराउनुहोस् मलाई लाग्छ विराटनगरमा सबभन्दा पिसफुल ठाउँ र मन्दिर सजाएको हाम्रो यो शमशान घाट होला त्यसको लागि त्यसको पनि दृश्य तपाईँहरूलाई म हेराउने छु हेर्न सक्नुहुन्छ बच्चाहरू मजाले क्र्याकर्सहरू पटाकाहरू पकाइरहेको छ ल देर नगरी तपाईँहरूलाई पनि यो शमशान घाटको भित्रको दृश्य पनि तपाईँहरूलाई हेराउने छु धेरैजनाले नहेरेको पनि हुन सक्छ त्यसको लागि यो भिडियो हो तपाईँ पनि यो भिडियोबाट हेर्न सक्नुहुन्छ यहाँको दृश्य यो घाट हो शमशान घाट यो लाग्दैन कि अझै शमशान घाट हो यति मान्छेहरूको भिड छ मलाई लाग्छ यो यस्तो भिड आजको दिनको लागि मात्रै यति हुन्छ नत्र यहाँ त पुरै सुनसान नै हुन्छ पुरै यो दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरू त्यस्तो त यहाँ
छठ बाहेक अरू दिन पुरै सुनसान हुन्छ। जे होस् 15-20 जना मान्छेहरू मात्रै यहाँ हुन्छ। आजको दिनमा तपाईँ हेर्न सक्नुहुन्छ पुरै मान्छेको भिड पनि हो त्यतिकै। म तपाईँलाई अगाडिको दृश्य पनि हेराउनु शमशान घाटको। एउटा मन्दिर पनि छ यहाँ भोले बाबाको, त्यो अत्यन्तै राम्रो छ। त्यो दृश्य तपाईँलाई पनि हेराउने छु। अहिले म ठ्याक्कै त्यही बाटोतर्फ जाँदैछु जहाँ तपाईँलाई म ठ्याक्कै महादेवको एउटा ठुलो मूर्ति जुन यो शमशान घाटभित्र छ त्यसको अवलोकन पनि गराउने छु। यहाँ हेर्न सक्नुहुन्छ भिडियोमा आइसकेको छ त्यो पनि हाम्रो शिव शंकर अर्थात भोले बाबा को मूर्ति। यो विशाल मूर्ति छ, अलि ठुलो छ, अलि भन्दा त पनि भन्न सकिन्छ धेरै ठुलो। यस्तो ठुलो मूर्ति हाम्रो लाग्दैन यो विराटनगरमा होला। लास्ट यही एउटा ठुलो मन्दिर छ हाम्रो यो भोले बाबाको। म तपाईहरुलाई अगाडि क्यामेराबाट पनि दृश्य अलि हेराउन चाहन्छु। हेर्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा यो दृश्य। अझै तपाईहरुलाई एउटा अझै उता मूर्ति छ त्यसको पनि म तपाईलाई एउटा दृश्य हेराउन चाहन्छु। म यो ब्याक गरे क्यामेरा। ठीक छ, हेर्न सक्नुहुन्छ यो हाम्रो शमशान घाटको भित्रको दृश्य। कति राम्रो शान्त ठाउँ, विराटनगरको सबभन्दा शान्त ठाउँ मलाई यही लाग्छ। तपाईँ मन्दिर पनि हेर्न सक्नुहुन्छ, यहाँ बस्ने ठाउँ पनि हो। भक्तजनहरू यहाँको भित्र पनि आएर यो दृश्यलाई अवलोकन गरिरहेको छ, हेर्न सक्नुहुन्छ तपाईहरु। यहाँ पनि एउटा छ यो मन्दिर छ एउटा, त्यसलाई पनि म तपाईहरुलाई अझै नजिक गएर त्यो मन्दिरको अवलोकन गराउने छु। तपाईहरु हेर्न सक्नुहुन्छ धेरै नजिकको बाट म तपाईहरुलाई हेराउन चाहन्छु यो दृश्य। हेर्नुस् तपाईहरु यो दृश्य। कहिलेदेखि यहाँ मान्छेहरु पनि छ जुन फोटो सुट भइरहेको छ। यो हो हाम्रो यहाँको दृश्य, हेर्न सक्नुहुन्छ। सूरज अस्ताएको कारण अब सबै भक्तजनहरू आफ्नो पूजाको सामानहरू लिएर आफ्नो घर फर्किँदैछ। अब फेरि भोलि लगभग 4 बजे रातिमै सबै भक्तजनहरू यो घाटमा फेरि आउनेछन् र सुरुज आउनेसम्म आएपछि यो पूजा छठ पूजाको अन्त्य हुनेछ। हेर्न सक्नुहुन्छ यो शमशान घाटको मेन गेट हो। अब म बाहिर जाँदैछु र तपाईहरुलाई अझै अगाडिबाट पनि हेराउने छु। यो दृश्य हेर्न सक्नुहुन्छ, अब भक्तजनहरू आफ्नो घर फर्किरहेको छ। यो दृश्य हो हाम्रो हाट खोलाको। म तपाईहरुलाई अझै अगाडि गएर जुन खोलामा एकपल्ट डेकोरेसन गरेको छ, सजाएको छ, त्यसको पनि दृश्य तपाईहरुलाई अवलोकन गराउने छु। हेर्न सक्नुहुन्छ यो हाम्रो खोलामा, यहाँ खोलामा कति मान्छेको भिड छ। यो पल्लीको सजावट पनि हेर्न सक्नुहुन्छ, पोहोर सालभन्दा बेटर छ, राम्रो छ। खोलामा भिड पनि बढी छ, हेर्न सक्नुहुन्छ। एउटा दृश्य पनि हो। म तपाईहरुलाई खोलाबाट पनि यताको तलको दृश्य हेर्न चाहन्छु। हेर्न सक्नुहुन्छ यो ठ्याक्कै खोलाको उत्तरतर्फको दृश्य हो, जुन शमशान घाटतर्फ छ उताको दृश्य हो। यो डेकोरेसन राम्रै छ योपल्टि गरेको, तपाईले हेर्न सक्नुहुन्छ।
अहिले यसमा पनि मान्छेहरू भक्तजनहरू पानीमा सूर्य भगवानलाई जल अर्पण गरिरहेको छ हेर्न सक्नुहुन्छ तपाईँहरू। अझै तपाईँहरूलाई म ठ्याक्कै सिंह खोलाको खोलाभन्दा माथि त्यो दृश्यलाई तपाईँहरूलाई म हेराउँदैछु। यो हो ठ्याक्कै खोलामाथि सजाइएको डेकोरेसन हेर्न सक्नुहुन्छ तपाईँहरू। पुलिस दाइहरू पनि यही हुनुहुन्छ जुन आफ्नो काम गर्दै हुनुहुन्छ मान्छेहरूलाई यस खोलामा नरोक्नको लागि पनि अनुरोध गर्दैछ। म तपाईँहरू अब खोलाको ठ्याक्कै दक्षिणतर्फको दृश्य हेराउन चाहन्छु। तपाईँहरू हेर्न सक्नुहुन्छ यो खोलाको ठ्याक्कै दक्षिणतर्फको दृश्य हो हेर्न सक्नुहुन्छ। बवालको दृश्य छ। अझै म तपाईँलाई अलिकति जुम गरेर पनि हेराउन चाहन्छु हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ मान्छेहरू अब धेरै मान्छेहरू गइसक्नु भएको छ। घाट खाली भइसकेको छ। मान्छेहरू फर्किरहेको छ। अब म पनि फर्किँदैछु। अब ठ्याक्कै अब भएर जान्छु। हेर्न सक्नुहुन्छ मजाले आफ्नो ड्युटी गर्दै हुनुहुन्छ यो खोलामा। कि भिड नहोस् बट यो खोला हो, खोलामा भिड भइ नै हाल्छ। यहाँको दृश्य हेर्न सक्नुहुन्छ खोलाको। खोलामा मान्छेहरूको गएर चलिरहेको छ। आजको लागि बाई बाई, यति मात्र। सी यू अगेन।